छुरामा लगाएको धारिलो ब्लेडले पिल्साउन नसकेको उसको तालु, दार्जिलिङ पहाडको अचम्मको राजनीतिले पिल्सायो उसको तालु। बिचारा दाजु बिचारा दाजु छ। मैले मेरो दाजुलाई सम्झेर लेखेको, अनाथ नलिनु, उल्टा अर्थ लगाउँछ फेरि हो अहिलेको टाइममा। यो बिचारा दाजु कविताको शीर्षक। छुरामा लगाएको धारिलो ब्लेडले पिल्साउनु नसकेको उसको तालु, छुरामा लगाएको धारिलो ब्लेडले पिल्साउनु नसकेको उसको तालु, दार्जिलिङ पहाडको अचम्मको राजनीतिले पिल्सायो उसको तालु। बिचारा दाजु, न उसलाई नदी तर्नु थियो, न उसलाई समुद्रको छालसँग लड्नु थियो, न उसलाई आकाशमा उड्नु थियो, न उसलाई ट्रेनमा गुड्नु थियो। बस उसलाई त घरको आँगनमा आएर जिस्काइरहने चराहरूको चिरबिरसँगै तालमा ताल मिलाएर आफ्नो सङ्घर्षको गीत सुनाउनु थियो। बर्खामा कराइरहने भ्यागुताको ट्यारसँग आफ्नो जिन्दगीको आवाज मिलाउनु थियो। झ्याउकुरीसँग आफ्नो पीडा सुनाउनु थियो। खोलाको माछासँग पौडिनु थियो। हरियो जङ्गलसँग सम्बन्ध गाँच्नु थियो। गाउँघरको ओह्रालो उकालोमा आफ्नो स्वास्थ्य जचाउनु थियो। रमाउनु थियो। टुकुल हिँड्ने पाइलाहरूसँग निदाउनु थियो। आफ्नो सिरानीसँग एकमुठी घाँस खानु थियो। आमा बाउको हातसँग, आफ्नो मनहरूको साथसँग। यही परिकल्पनामा पहाडको छताचुल्ल भएको सिस्टमले पिल्सायो दाजुको तालु। बिचारा दाजु। धन्यवाद।